देखि यहाँ तुलसीपुरको मेला मौसममा स्टल बनाउने क्रममा आएको थिएँ। चेम्बरले चाहिँ खबर गर्नुभएको थियो। यसमा ठेकेदार मार्फत घनश्याम श्रेष्ठ, त्यसपछि भरत ओली मार्फत म आएको थिएँ। त्यसपछि काम गर्ने क्रममा 1 महिनादेखि मैले स्टल बनाउने क्रम सबै सम्पन्न पारेँ। 1 गतेदेखि मेला सञ्चालन भयो। सञ्चालन भएपछि हामी 1 हप्तापछि तपाईँलाई आधी रकम दिनेछौँ भन्नुभयो। त्यसपछि उहाँहरूले 1 हप्तापछि दिनु भएन रकम। नदिएपछि सर मलाई रकम कहिले दिनुहुन्छ भन्दा उहाँले आलटाल गर्नुभयो। आलटाल गरेपछि उहाँहरूले पैसा तपाईँले भुक्तानी लास्टमा पाउनुहुनेछ मेला सिद्धिएपछि भन्नुभयो। त्यसपछि दिनु भएन। नदिएपछि मैले चेम्बरको अध्यक्ष सरलाई कन्ट्याक्ट गरेँ। सर मैले एकजना राजुवादीहरूसित मैले सम्झौता कागज गरेको छु भनेर उहाँलाई जानकारी गरेँ। उहाँसित सम्झौता गर्न सक्यो भने तपाईँले उहाँसित माग्नुहोस्, मलाई फोन नगर्नुहोस्, आलटाल नगर्नुहोस्, मलाई कुनै हालतमा फोन गर्ने तपाईँको अधिकार छैन भनेर चेम्बरको अध्यक्षले भन्नुभयो। त्यसपछि म अन्तिम निकायमा सकिएन, कसैले पैसा दिनु भएन भनेर भौतारी म तपाईँको जिल्ला प्रशासन कार्यालय, त्यसपछि नगरपालिका सिडिओ कार्यालय धाएँ, सबै प्रमाणपत्र जुटाएँ। उहाँले त्यसपछि पनि मलाई कुनै सहयोग गर्नु भएन। मलाई सिर्फ सहयोग गर्ने भनेको एउटा डिएसपी सरले तपाईँ कुनै अनाया पर्नुहुन्न, तपाईँले पनि पुरा पैसा भुक्तानी गरेर छोड्छु भन्नुभयो। यतिमा कुरा राख्छु। खास के भएको त्यो पैसा? त्यो पैसा मेलाको प्रदर्शनी मेलाको स्टल बनाएको अब चाहिँ उहाँले पैसा दिनु भएन, आलटाल गरिरहनु भयो। ठेकेदार भागेका छन् भन्नुभयो। ठेकेदार चाहिँ आज आउँछु भोलि आउँछु भन्नुभयो। कसैले फोन स्विच अफ गर्नु, कसैले के गर्नुभयो। आज मैले पत्रकार सम्मेलन गर्दैछु सर भनेर उहाँलाई जानकारी पनि गराएँ। आज पत्रकार सम्मेलन नगराउनुहोस्, मैले तपाईँलाई तुरुन्त भुक्तानी गर्छु भनेर भर्खरै फोन आइरहेको छ। उहाँले कन्ट्याक्ट मलाई आउनुहोस्, तपाईँ यो जाङ जिल्ला छोडेर अन्त आउनुहोस्, पैसा दिन्छु भन्नुभयो। म किन जाने। गर्दाखेरि तुलसीपुर च्याम्बर अफ कमर्ससँग सम्झौता भएछ। त्यसले फर्दर अगाडि ठेकादारलाई, पेटी ठेकादारलाई, सेटी ठेकादारलाई कसलाई दियो, काम दियो छ। त्यसै गर्ने क्रममा हाम्रो गणेशज्यू लगायतको टोलीले काम गरेछ। त्यहाँ अन्तिम दिनसम्म पनि पैसा मिलेको छैन। पटक पटक प्रयास गर्दाखेरि पनि पैसा नमिल्न सक्ने स्थिति आइसकेपछि विभिन्न ठाउँमा सम्पर्क गर्दाखेरि पैसा असुली गर्नको लागि सहयोग गरिदिनुहोस् आग्रह गर्दाखेरि पनि कतैबाट सहयोग नमिलिसकेपछि हामी कहाँ सम्पर्कमा आउनुभयो र उहाँले एकचोटि आएर बुझिदिनु पर्यो भनेपछि हामी गएका थियौँ। तपाईँहरूलाई थाहा पनि होला, पछिल्लो समयमा कता मैले भिडियो बनाएर पनि आग्रह गरेको थिएँ। अब त्यहाँ गएर बुझ्दै गर्दाखेरि हामीले के पायौँ भने उहाँको जो पेटी ठेकेदार भनौँ या सेटी ठेकेदार भनौँ के हो, कसलाई दिनुभएको थियो, उहाँ चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। हामीसँग कुनै पनि किसिमले सम्पर्कमा आउनु भएन। जिम्मेवारी कसको त? सम्पर्कमा छैन, पैसा खाएका मान्छेहरू छैनन्। सम्झौता उहाँले कसँग गर्नुभएको छ, जसँग सम्झौता गर्नुभयो उहाँसँग पैसा लिनुहोस् भन्ने जस्ता कुराकानी एकदमै जोसिएर कुराहरू पनि आइसकेपछि दुःखको कुरा यहाँ के छ भनेपछि ज्याला मजदुरी गर्ने मान्छेले यहाँ ज्याला मजदुरी पाएको छैन। कुनैसँग सङ्घ संस्थासँग सम्बन्धित निकायसँग आग्रह गर्न जाँदाखेरि, न्यायको लागि माग गर्न जाँदाखेरि कुनै पनि किसिमको रिस्पोन्स पहल हुँदैन। उहाँले चाहिँ इलाका प्रशासनमा निवेदन दिनुभएको छ। इलाका प्रशासनबाट सकारात्मक सहयोग हुँदैछ, एकदमै स्वागत योग्य छ, धन्यवाद छ। सिडिओ कार्यालयबाट कुनै पनि किसिमको यसमा रिस्पोन्स आएको छैन। उपमहानगरपालिकाबाट रिस्पोन्स आएको छैन। अनि हाम्रो चेम्बर अफ कमर्सका अध्यक्षजी हुनुहुन्छ, उहाँले त गैर जिम्मेवार अभिव्यक्ति दिनुहुन्छ। हामीसँग तपाईँले सम्झौता गरे हो, तपाईँले हामीसँग हिसाब किताब माग्ने भन्ने जस्ता गैर जिम्मेवार अभिव्यक्ति दिँदै हुनुहुन्छ। म उहाँलाई यो भिडियोबाट, यो पत्रकार साथीहरूको माध्यमबाट के आग्रह गर्न चाहन्छु भनेपछि तपाईँको सम्झौता तुलसीपुर उपमहानगरपालिकासँग भयो। तपाईँले सम्झौतामा के गरेर लेख्नु भएको छ? मैले अगाडि पेटीमा दिन पाउने, ठेकेदारलाई दिन पाउने, मेला लगाउन पाउने भन्ने सम्झौतामा गर्नु भएको छ कि तपाईँले आफै आयोजक बन्नु भएको छ? त्यो पहिला बुझ्नुहोस्। तपाईँले सम्झौतामा के गर्नु भएको छ? यदि कुनै पेटी ठेकेदारले या तपाईँको ठेकेदारले ठग्छ, मजदुरी ज्याला मजदुरी ठेक्छ र भाइजान्छ, सम्पर्कविहीन भइजान्छ भने चाहिँ हामीले कहाँ गएर आग्रह गर्ने, निवेदन कहाँ दिने, न्यायको लागि माग कहाँ गर्ने? तपाईँको पत्रकार साथीभाइहरूको माध्यमबाट म प्रश्न गर्न चाहन्छु च्याम्बर अफ कमर्सका अध्यक्षजीलाई, यस्ता गैर जिम्मेवार अभिव्यक्ति दिन बन्द गर्नुहोस्। तपाईँले खुरुक्क त्यस्ता कुन व्यक्तिलाई पेटी ठेकेदारमा दिनुभयो, सेटी ठेकेदारमा दिनुभयो, त्यो मतलब भएन। हामीलाई पैसा हामीले ज्याला मजदुरी गरेका मजदुरहरूले पाउनुपर्छ भन्ने माग हो। यसमा मेरो आग्रह पूर्वाग्रह कुनै पनि छैन। म उहाँलाई चिन्ता पनि चिन्दैन, कमर्स च्याम्बरका अध्यक्षजीलाई। तर मेरो भनाइ मात्रै के हो भनेपछि अन्याय हुनु हुँदैन। कामदारहरूले पैसा पाउनुपर्छ।
ज्याला मजदुरी गर्नेहरूले पैसा पाउनुपर्छ भन्ने हो। सम्बन्धित निकाय जिल्ला प्रशासनले किन यसप्रति ध्यान आकर्षण दिँदैन? कता कता आरोप पनि आइसकेको छ कि उहाँहरूले पैसा खाएर पनि मेला अवधि बढाउनु भयो र यसमा कुनै पनि रिस्पोन्स प्रतिक्रिया आएको छैन, पहल गर्नुभएको छैन भन्ने शङ्का लागिसकेको छ। जनतालाई यहाँ शङ्का लागेको छ कि इलाका प्रशासन तपाईँको उपमहानगरपालिका र जिल्ला प्रशासन सुद्धा पनि यसमा मिलोमत गरेर यो हाम्रो ज्याला मजदुरी गर्ने हाम्रा मजदुरहरूलाई पैसा दिलाउनमा भूमिका खेल्नु भएको छैन कि साइलेन्ट हुनुहुन्छ कि भन्ने शङ्का उत्पन्न भइसकेको छ। त्यही भएर पत्रकार साथीहरू, तपाईहरू लोकतन्त्रको चौथो खम्बा हो, न्यायको लागि बोल्नुहोस्। यस्ता ज्याला मजदुरी गर्ने साथीहरूको लागि न्यायको लागि बोल्नुहोस् र यो पैसा दिलाउनमा सहयोग गरिदिनुपर्छ भन्ने मैले आग्रह गर्दछु।